अनुरोध छ। होइन भने नेकपा एमालेका जति पनि कर्णालीका कमिटीहरू छन् शङ्कर पोखरेललाई स्पष्टीकरण सोध्नुहोस्। भात खान पाएनन्, तपाईहरुले खाना दिन्थ्यो? खान पाएनन् हो? मार्सी चामल केपी ओलीले खानुभएको तपाईले गएर रोपिदिएको हो? भात खान पाएनन् भनेको छ। एउटा गएर जे मन लाग्यो त्यही बोलेको छ, अनि सहेर बसेको छ कर्णालीमा, अनि फोटो खिचाएको छ खिच्च दाँत देखाउँदै के पुत्रकार भन्ने साथीहरू। लाज शरम भन्ने चिज छैन। आफ्नो ठाउँमा गाली गरेर आएछ। हामीले गाली गरेका छौँ? गोकुल बास्कोटालाई केही गाली गर्छौँ होला? उहाँले 70 करोड काण्ड मचाउनु भयो, अहिलेसम्म छानबिन भएको छैन हैन। 70 करोड रुपियाँ घुस मागेको त अडियो टेपसम्म सार्वजनिक भयो त। तर हामी उहाँको निर्वाचन क्षेत्र काभ्रेलाई गाली गर्दैनौँ, काभ्रेलाई कहिले पनि गाली गर्दैनौँ। शङ्कर पोखरेललाई हामी भन्छौँ उहाँले गलत गर्नुभयो, त्यो भएर उहाँले माफी माग्नुपर्छ भन्छौँ। माफी माग्न